हेलो साथीहरू, आज चाहिँ म यो मौरी चाहिँ यो घार सफा गर्दैछु है। मौरीको घार चाहिँ यो बर्खायाममा चाहिँ यसले चाहिँ सफा गर्नुपर्छ। यो चाहिँ मौरीको व्यवस्थापन भित्रै पर्छ। यो 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 पानी आउने समयमा चाहिँ यो अलि चाहिँ यो घारहरू अलि फोहोर हुने, ढुसी आउने त्यस्तो हुन्छ। त्यसले गर्दाखेरि चाहिँ मौरीले अलि रोग लाग्न सक्ने सम्भावना त्यस्तोहरू हुन्छ। त्यही कारणले हामीले चाहिँ यदि व्यावसायिक हिसाबले चाहिँ मौरी पाल्दै हुनुहुन्छ भने उसले चाहिँ मौरीलाई चाहिँ बेला बेलामा घार चाहिँ एउटा घार राखेर चाहिँ त्यसलाई चाहिँ चेन्ज गरेर चाहिँ त्यसलाई चाहिँ व्यवस्थापन गर्न सकिन्छ है। अब यहाँ यो पुरानो घार भयो। यो पुरानो घारमा चाहिँ यो नयाँ घार राखेको छु मैले। यो नयाँ घार भन्नाले पुरानो घरलाई नै सफा गरेर यहाँ राखेको। अब यसलाई यसमा सार्ने। अब यसरी सार्नुको फाइदा भनेको चाहिँ तपाईँले यहाँ बर्खाको बेलामा पानी धेरै आउँदाखेरि चाहिँ त्यसको ढुसी हुन्छ। त्यो ढुसीहरू पनि सबै हट्ने भयो। फेरि यो घरलाई चाहिँ हामीले सफा गर्न पाउने भयो। यसरी तपाईँहरूले पनि बर्खायाममा चाहिँ मौरीको व्यवस्थापन गर्न सकिन्छ। यसरी गर्नु होला है। यसरी यो फेरि सजिलो पनि हुन्छ। आधुनिक घरमा टक 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 यसरी फ्रेम सारे पछाडि मौरी र त्यसको चाका आइहाल्छ। त्यही भएर यो आधुनिक घरमा मौरी पाल्नुको फाइदा भनेको चाहिँ यही हो। हाम्रो पुरानो घार यो मौरी त पुरानै हाम्रो यो लोकल मौरी नै हो, तर यसले आधुनिकीकरण गरिसके पछाडि चाहिँ यति सजिलो हुन्छ। ल यही जानकारी गरे। तपाईँहरूले पनि यो बर्खायाममा चाहिँ आफ्नो मौरीलाई चाहिँ व्यवस्थापन गर्नु होला।